आज म तपाईँहरूलाई नेपाल आचरणमा साइन अप कसरी गर्ने भनेर सिकाउन गइरहेको छु। फर्स्टमा ब्राउजरमा जानुहोस्, नेपाल आचरण टाइप गर्नुहोस्, त्यसपछि तपाईँहरूले हाम्रो अफिसियल वेबसाइट देख्नुहुन्छ। साइन इनमा क्लिक गर्नुहोस्, त्यसको तलपट्टि साइन अप छ, साइन अपमा क्लिक गर्नु। आफ्नो रिक्वायर्ड डिटेल्सहरू राख्नुपर्ने हुन्छ, कम्पनी नेम, फोन नम्बर, वर्क इमेल, पासवर्ड। हजुरहरूले पासवर्ड अलि स्ट्रङ युज गर्नु होला, पछि लगइन गर्दा यही पासवर्ड युज गर्नुपर्ने हुन्छ। क्रिएट वर्क स्पेस गर्नुहोस्, त्यसपछि अघि राखेको वर्क इमेलमा हजुरहरूको 6 डिजिट कोड आएको छ, कोड कपी गर्नुहोस्, पेस्ट गर्नुहोस्। त्यसपछि तपाईँहरूले यहाँ अ फ्यु क्विक डिटेल्सहरू फिलअप गर्नुपर्ने हुन्छ। प्रिफर्ड च्यानल, बेस्ट टाइम टु कल, हजुरको कम्पनी साइज, इन्डस्ट्री, how do you manage your HR today, what do you need most, launch date, your job title, how did you hear about us, 7 कन्टिन्यू गर्नु। त्यसपछि हाम्रो टिमले हजुरहरूको रिक्वेस्ट एप्रुभ गरिसकेपछि तपाईँहरूले यो ड्यासबोर्ड देख्नुहुन्छ। त्यसपछि यसमा भएको डेमो डाटाहरू क्लियर गर्नको लागि तपाईँहरू सेटिङमा जानुपर्ने हुन्छ। सेटिङ चाहिँ लेफ्ट साइडको स्क्रोल गर्नुहोस्, तलपट्टि छ सेटिङ देख्नुहुन्छ, सेटिङमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईँहरूले स्क्रोल गर्नुपर्ने हुन्छ तल, राइट साइडको तलपट्टि छ क्लियर डेमो डाटा, त्यसमा क्लिक गर्नुहोस्, क्लियर डेमो डाटा गर्नुहोस्। त्यसपछि फेरि एकचोटि ड्यासबोर्डमा जानुहोस्, डेमो डाटा क्लियर भएको छ कि छैन एकचोटि हेर्नुहोस्। यदि डेमो डाटा क्लियर भएको छैन भने फेरि हजुरहरूले त्यही रिपिट गर्नुपर्ने हुन्छ, सेटिङमा गएर क्लियर डेमो डाटा गर्नु। त्यसपछि ड्यासबोर्डमा जानु, हजुरहरूको डाटा क्लियर भइसकेपछि यो ड्यासबोर्ड देख्नुहुन्छ हजुरहरूले। सो यसरी चाहिँ तपाईँहरूले नेपाल आचरणमा साइन अप गर्न सक्नुहुन्छ। थ्याङ्क यू।